हात्तीको विषयमा मैले आवाज उठाएकै थिएँ। तपाईहरूले जिताएर पठाउनुहुन्छ भने फेरि पनि पहिलो पटक त्यो सदनमा बोल्दै गर्दाखेरि हात्ती आतंकको विषयमा यो निशा डाँडीले तपाईँहरूको लागि राख्नेछु, बोल्नेछु। हात्तीका विषयमा केही पनि बोल्दिनु है, अलिकति भए पनि बोल्दिनु है भनेर धेरै साथीहरूले आग्रह पनि गर्नुभएको छ। बाहुन डाँडीमा 25 जनाको मृत्यु भइसकेको रहेछ आजको दिनसम्म हात्ती आक्रमणबाट। लाखौं धनको क्षति भइसकेछ, धेरैजनाको घरमा पनि क्षति भइसकेछ, घर भत्काइएको रहेछ। हात्तीको आक्रमणले गरेर घर भत्किएको रहेछ। र सुरुमा राज्य भएको हिसाबले राज्य भएको महसुस गराउनको लागि जन र धनको संरक्षण गर्नको लागि निशा डाँडीले के काम गर्न सक्छ त्यसमा म निरन्तर लागिरहनेछु। जन र धनको रक्षा गर्नको लागि राज्य भएको महसुस गराउनको लागि सुपारीका कामहरू पनि हामीले केही काम गर्ने प्रयास गरेका थियौं। योभन्दा अगाडि पनि सुपारीको सिन्डिकेट जसरी पनि तोड्नुपर्छ भनेर केही कामहरू अगाडि बढेका छन्। त्यो साँच्चीकै सिन्डिकेट तोड्नको लागि र सुपारी कृषकहरूले नै आफूले उत्पादन गरेको सुपारीको मूल्य तोक्नको लागि पनि यसपटक तपाईहरूले काम गर्ने ठाउँमा घन्टीमा भोट हालेर हामीलाई पठाउनु पर्नेछ। हाती राखिएको छ ती कामहरू। हिजो परिणाममुखी काम गर्न सकिएको छैन, अब परिणाममुखी काम गर्नको लागि यसपटक तपाईहरूले घन्टीमा भोट हालेर हामीलाई पठाउनु पर्नेछ। अनि प्रश्न गर्नुहोला 2-3 वर्षपछि 6 महिनामा आउँदाखेरि प्रश्न गर्नुहोला काम गर्ने ठाउँमा पठायो त्यो कामहरू भए कि भएनन् भनेर यहाँहरूले मूल्याङ्कन पनि गर्नुहोला। काम गरिएन भने सदनमा आवाज उठाइएन भने प्रश्न गर्नुहोला। म फेरि पनि भन्छु र यति भन्दै गर्दाखेरि अब अन्त्यमा एउटा कुरा मात्रै जोड्न चाहन्छु। हामीले धेरै ठाउँमा भनेका छौं हामी परिवर्तन गर्छौं भनेर अगाडि बढेका हौं। हामी नेता बन्न आएका होइनौं, हामी नेता बन्नको लागि अगाडि बढेका होइनौं। अझै पनि तपाईहरूलाई कसलाई भोट दिने, यतिका वर्षसँग त फलाना पार्टीलाई भोट दिइराखिएको छ, यो वर्ष अर्को पार्टीलाई किन दिनु, कसरी दिनु भनेर अझैसम्म पनि निर्णय लिन सक्नु भएको छैन भने घरमा हुर्किराखेका आफ्ना छोराछोरी विद्यालय जानुहुन्छ भने ती विद्यालयको जाँदै गरेका छोराछोरी अथवा नाति नातिना कलेज पढ्दै गर्नुहुन्छ भने कलेज पढ्दै गरेका ती छोराछोरी नाति नातिना अथवा विदेशमा कोही आफन्त नाता गोता छोराछोरी नाति नातिना हुनुहुन्छ भने एकपटक उहाँहरूलाई फोन गरेर सोधोस् यसपटकको चुनावमा कसलाई भोट हाल्ने भनेर प्रश्न मात्रै गर्नु। सबैजनाले घन्टीमा भोट हाल्ने सुझाव दिनुहुन्छ तपाईहरूलाई। तपाईहरूकै छोराछोरी, तपाईहरूकै नाति नातिना, तपाईहरूकै आफन्त नाता गोता जो विदेशमा छन् सबैजनाले घन्टीमा भोट हाल्न तपाईहरूलाई सुझाव दिनुहुन्छ, अनुरोध गर्नुहुन्छ। कतिलाई त घरमा फोन पनि आइसकेको होला, कतिलाई त आफ्ना छोराछोरीले भनि पनि सक्नुभयो होला हाम्रा लागि भए पनि घन्टीमा भोट हाल्नुहोस् है भनेर कतिजनाले भनिसक्नुभयो होला।